हेलो साथीहरू, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। अहिले चाहिँ बिहानको 8:30 भयो। 8:30देखि चाहिँ मैले भिडियो बनाउँदैछु है। हेर्दै गर्नुहोस् मेरो भिडियो, तपाईँहरूलाई कस्तो लाग्छ। अहिले चाहिँ म बनाउन आँटेको राजमा, यहाँ छ प्याज, लसुन। अहिले चाहिँ मैले प्याज, टमाटर, लसुन काटेर सब्जीको लागि रेडी गर्दैछु। हेर्दै गर्नुहोस् मेरो राजमाको रेसिपी। अहिले चाहिँ पाक्दैछ मेरो राजमाको लागि ग्रेभी। यता चाहिँ राजमा छ, यता चाहिँ राजमा छ, यता चाहिँ ग्रेभी पाक्दैछ। हेरिदिँदै गर्नुहोस् मेरो ब्लगलाई। यता चाहिँ मेरो हस्बेन्डले मिलाइदिइ पनि सक्नु भएछ। खाना सिनिक पारेर पनि सिनिक्क पारेर राखिदिनु भइसकेछ। अहिले चाहिँ मैले हालिसकेँ टमाटर। अब चाहिँ यसमा हाल्छु मसाला। यहाँ चाहिँ मसाला रेडी हुँदैछ राजमाको लागि। अहिले चाहिँ राजमाको मसाला रेडी भइसकेको छ। अब चाहिँ म यसमा राजमा हाल्दैछु। अहिले चाहिँ बनिसक्यो मेरो राजमा। यता रोटी पाक्दैछ। मेरो राजमा पनि बनिसक्यो। धनिया पनि हालेँ। हेर्नुहोस् यस्तो भएको चाहिँ। अहिले चाहिँ मेरो रोटी र सब्जी रेडी भइसक्यो। यो राजमाको सब्जी र सुक्खा रोटी। अहिले चाहिँ म खाँदैछु राजमा चामल। म चाहिँ फ्राइड राइससँग राजमा हालेर खाएको। यो चाहिँ बिहानको ब्रेकफास्ट हो। खाइसक्नु भयो होला। म चाहिँ खाँदैछु।